सो हेलो गाइस, आजको भिडियोमा मैले हजुरको महिलाको बिहा भएको चिनो जसले चिनिन्छ मङ्गलसूत्र लाएपछि ल है छोरी मान्छेको बिहा भइसकेछ है भनी चिनो यो हजुरको आजको भिडियोमा देखाउने गए। अनि यो भिडियोमा हजुरको मैले आजको भाउ कति रहेको छ अनि चाहिँ यिनीहरूको वेट चाहिँ कतिको छ भन्ने जानकारी दिन्छु है। डिजाइन हेर्नु होला हजुरले, हजुरको अगाडि डिजाइन छ। यो चाहिँ सानो डिजाइनको हजुरको छ 10 लाल 7 पोइन्टको, मात्र 10 लाल 7 पोइन्टको छ। यो बिचको डिजाइनको चाहिँ हजुरको 13 लाल 3 पोइन्टको छ। अनि यो हजुरको छ 16 लाल 5 पोइन्टको, यो फुल बुट्टे डिजाइन भएको 16 लाल 5 पोइन्टको छ है। अनि त्यसै गरी हजुरको यो मिनी हार रहेको छ, हेर्न सक्नुहुनेछ। मिनी हार मात्र आधी तोलाको। पहिला हजुरको आधी तोलामा मिनी हार बन्थेन, आजभोलि चाहिँ भाउ महँगो हुने कारणले आधी तोलामा पनि मिनी हार रेडी पार्न लागि छ है। सो हेर्न सक्नुहुनेछ डिजाइन चाहिँ यिनीहरू तीनटा मङ्गलसूत्रको डिजाइन पनि एकदमै राम्रो डिजाइनको छ। यिनीहरू पाइपवाला डिजाइन भन्छन्। यो माथि सुलुत्त एउटा पाइप लागेको हुन्छ अनि त्यसपछि डाइसहरू लाएर डिजाइन बनाएको हुन्छ। एकदमै राम्रो डिजाइन निकालेको हुन्छ। यस्तै गरी यो पनि पाइपवाला डिजाइन, यो चाहिँ फुल बुट्टे डिजाइन भन्न सक्नुहुनेछ। यो पनि एकदम मजबुतै हुन्छ पाइपवाला, यिनीहरू पनि बलियो चाहिँ हुन्छ है। सो हेर्न सक्नुहुनेछ राम्रा डिजाइन मङ्गलसूत्रहरू। अनि रातो हाइड्रो क्रिस्टलमा हुनेको है, कलेजी कलरको हाइड्रो क्रिस्टलमा हुनेको छ, चिटिक्कको राम्रो। सो यो आधी तोलाको मिनी हार हेर्न सक्नुहुनेछ। अनि त्यसै गरी मङ्गलसूत्र। अनि यो चाहिँ यहाँ भयो, म चाहिँ यहाँ छु हजुरको। अब हजुरको लागि मैले आजको भिडियोमा मैले भने सुन प्रति तोला कति छ। 1 तोलाको भाउ आजको दिनमा मिति रहेको छ 13 गते वैशाख 2083। 82 भइसक्यो, 2083 छ। 2083 को वर्षको 13 गतेको दिनमा कति छ त भाउ भन्दाखेरि हजुरको आज भाउ रहेको छ 2,99,700। सो मैले ठिक भनिरहेको छु, हेर्न सक्नुहुनेछ हजुरले। 2,99,700 1 तोलाको भाउ रहेको छ। खरिद मूल्य चाहिँ 2,84,715। ग्राहकले चाहिँ बेच्न आउनुभयो भने यो चाहिँ हामीले खरिद मूल्य 2,84,715 रहेको छ। त्यसै गरी 10 ग्रामको सुन प्रति तोला भाउ रहेको छ। 10 ग्रामको भाउ रहेको छ 2,56,946। असल चाँदीको भाउ रहेको छ 5,025 रहेको छ असल चाँदीको भाउ। अनि त्यसै गरी 10 ग्रामको चाँदीको भाउ रहेको छ 4,308 रुपियाँ। सो हाम्रो पसल रहेको छ, पसलको नाम रहेको छ सावित्री ज्वेलर्स, तिलोत्तमा 5 मणिग्राम चोकैमा छ पसल, आउन सक्नुहुनेछ। सो म चाहिँ यहाँ छु। आजको भिडियोमा मैले मङ्गलसूत्रहरू देखाएँ। आई होप हजुरहरूलाई सबैजनालाई मन पर्यो होला। सो हेर्दै जानु होला। आगामी दिनहरूमा पनि यस्तै भिडियोहरू देखाउने छु, ल्याउने छु है त गाइजहरू। आजको भिडियो मिठो छोटो यति नै। Good to see you.